Hello, good morning from Jaluk. Day 2. यो आजको मर्निङ सिन तपाईँ देख्नुहुँदैछ मेरो ब्याकग्राउन्डमा पानी परिरहेको छ. It's a beautiful morning here. It's very cold. के आजको वेदर भन्नुपर्दा चाहिँ यो भ्यू यस्तो छ. आजको मर्निङ भ्यू चाहिँ सराउन्डिङ Okay, finally अब हामी we are moving from Joluk. यहाँनिर हामी सबै रेडी भइसक्यो. हजुर दिदी हुनुहुन्छ. अब हामी जानुको लागि रेडी भइसक्यो. निस्किँदैछ. महिमा आजको लागि कस्तो छ? दामी छ आज. पानी त माथि त पानी हुँदैन. आमाम यहाँ रेडी भएछ. दिदीहरू एन्जल बाई बाई. ओके हामी गाडीमा यसरी सबै प्याक भइसकेर गाडीभित्र आइसक्यौँ हामी. सो वी आर मुभिङ नाउ. हामी जाँदैछ. अब निस्क्यौँ. अब आज चाहिँ तपाईँहरूलाई देखाउँछु आजको वेदर कस्तो हुन्छ, के हुन्छ. हाम्रो जर्नी इन्जोय गरिदिनुहोस्. अब हाम्रो तलबाट आउने चाहिँ यस्तो छ. यसरी हामी जाँदैछौँ. अब यहाँ चाहिँ अलिकति अफ रोड छ. हाम्रो स्टे चाहिँ त्यहाँ थियो तल एन्जल होमस्टे. एन्जल र दिदीलाई हामीले अब त्यहाँ बिदा मागेर हामी हिँडिसक्यौँ. हिजो धेरै टुरिस्टहरू पनि आएको थियो. आज चाहिँ एकदम अझै धेरै छ भन्दै थियो. सो हामी जाँदैछौँ अब. Okay, we are heading in zigzag road, old silk road. zigzag रोडमा हामी यसरी जाँदैछौँ. यहाँको अहिले चाहिँ अलिकति पानी कम्ती पानी पर्दैछ. केही छैन. ब्युटिफुल भ्यू. हिउँ परेको थियो. यहाँनिर हिउँहरू देख्दैछ. अब हिजो यहाँ मजाले हिउँ परेको थियो. आज अलिक पानी पर्दैछ. त्यसै नै हामी जाँदैछौँ. जिगज्याग रोड चाहिँ अब अलिकति क्लाउडी भएकोले गर्दाखेरि मैले देखाउन सकिनँ. तपाईँहरूले देख्दै गरेको सबै हिउँ हो. सो अहिले चाहिँ लाइभ हिउँ पर्दैछ. मैले चाहिँ लाइभ हिउँ भेट्यो यहाँनिर. ब्युटिफुल स्नो. यहाँ देख्नुहुन्छ तपाईँहरूले.
है हुन्छ छाता उडेर छाता उड्दै किन्ने मजा लाग्यो आमा राइट नाउ यहाँनिर हिउँ परिरहेको छ तपाईँहरू देख्न सक्नुहुन्छ ब्याकमा फुल स्नोफल मेरो ब्याकमा तपाईँहरूले देखिराख्नु भएको छ स्नोफल भइरहेको छ चारैतिर हिउँै हिउँ हिउँले ढाकिएको हिउँ हिउँको नजर ल है हाम्रो चेफुले पनि स्नोलाई इन्जोय गरिरहेको छ ओए साथी हो तपाईँहरू स्नोफल भइरहेको छ हाम्रो चारैतिर तपाईँले स्नो देखिराख्नु भएको छ अनि हामीले इन्जोय गरिरहेको छ यहाँनिर ब्यागमा आमा मजा आयो मजा त आयो नि जाडो भयो स्नो हिउँ परिरहेको छ हामीलाई अहिले लाइभ हिउँ परिरहेको छ हामीले हिउँलाई इन्जोय एकदम हिउँलाई इन्जोय गरिरहेको छ यी नानी डु यु लाइक स्नो डु यु लाइक स्नो यस भने गाडी आउँदैछ है गाडी हुन्छ है आमा भर्खरै मात्र हामीले स्नोफल एकदम इन्जोय गर्यो कस्तो भयो आमा कस्तो भइरहेको छ मजा आइरहेको छ यहाँकोहरूलाई पछाडिकोहरूलाई नानी कस्तो भइरहेको छ अहिले ओके 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 ल हामी सबैलाई मजा आइरहेको छ मकै खानुपर्छ अलिकति मकै खानुपर्छ हामीले किनभने हामी उयो हुँदैन बेसी फ्याङ्ना उचालेर इन्जोय गर्नुहोस् है ल है हामी सबैले स्नोलाई इन्जोय गरिरहेको छ लाइभ स्नोफल पनि भइरहेको छ लाइभ स्नोफल भइरहेको छ एन्ड देयर माई कार मेरो एस्प्रेसोलाई पनि दिलोगी गर्नु हुँदैन ल गाइज एस्प्रेसो पनि यसरी यो स्नोफलको जग्गामा आइसकेको छ एन्ड दिस इज द सेकेन्ड टाइम मेरो एस्प्रेसो यसरी
स्नोफलमा आएको यो हाई माउन्टेन हाई अल्टिट्युडमा आएको इट्स भेरी ब्युटिफुल एन्ड मलाई आशा छ होप अब हामीले वेदर वी विल गेट द पास अब कुपुपदेखि उता जाने पास पाउँछ या पाउँदैन खासमा त अब हामी यहाँबाट स्पिड जानुपर्ने हो तर अब यहाँ सबैजना फ्यामिली यसरी नै घुम्नु यसकै लागि आएको फेरि यही इन्जोयमेन्ट यही मोमेन्ट नै इन्जोयमेन्ट गरेन जानै मात्र भन्दा के फाइदा भयो सो हामीले कुपुपदेखि उता जानु पाएन भने पनि केही छैन विल गो ब्याक टु जोलुक एन्ड विल स्टे टुडे यदि अनि ब्याक हुन्छौँ यो मोमेन्ट चाहिँ है सधैँभरि आउँदैन यो मोमेन्ट चाहिँ वान्स इन अ लाइफ टाइम भनौँ है वान्स इन अ लाइफ टाइम यो मोमेन्ट सो यो मोमेन्ट हामीले इन्जोय गरेकै राम्रो हुन्छ नानीले पनि इन्जोय गरिरहेको छ सबैजना इन्जोय भइरहेको छ म के तपाईँहरूले पनि होप यो भिडियो थ्रु दिस भिडियो तपाईँहरूले पनि इन्जोय गरिराख्नु भएको छ होला लाइभ स्नोफल भइरहेको छ मेरो ज्याकेटभरि स्नो लागिरहेको छ तपाईँहरू पनि यो मोमेन्टलाई इन्जोय गरिदिनुहोस् यो चाहिँ ओल्ड बाबा मन्दिर हो यो चाहिँ ओल्ड बाबा मन्दिर हो हिउँ रोडमा अब हामी चाहिँ यहाँ रोक्दैनौँ किनभने वी हेभ टु गो इन्जोय तपाईँहरू पनि इन्जोय गरिदिनुहोस् यो भ्यूलाई हामी यस्तो मोमेन्टमा छौँ इट्स अ भेरी ब्युटिफुल लोकेसन स्नोफल भइरहेको छ एभ्री वान इज इन्जोइङ हियर हामी पनि इन्जोय गर्दै यहाँनिर बाइकर्सहरू यहाँनिर देख्न सक्नुहुन्छ लाइभ भ्यू परिरहेको छ आउँदैन क्या यो मोमेन्ट फेरि फर्केर नानु के भयो अरे जाडो भयो अरे हिउँ आउँदा के भयो अरे नानु मकै पनि खाऊ अन्त तातो हुन्छ त हामी इन्जोय गरिरहेको छ फ्यामिली गाडीमै अघि निस्केर खिच्यो अहिले पनि निस्क्यौँ भन्दैछ तर हामीलाई एउटा प्रकारको डर पनि छ मनमा भरे परतिर बाटो बन्द भयो भने हामीले फेरि उता पास पाउँदैन ब्याक टु जोलुकै भएर जानुपर्छ घर छाङ्गु जानु पाउँदैनौँ नभए केही छैन इन्जोय भइरहेको छ जाँदैछौँ मकै खाँदै इन्जोय गरिरहेको छ गाडीभित्र Beautiful view यहाँ माथिबाट खिचेको हामीले फोटो पाइ सो कुपुप आइपुग्यौँ हामी अहिले चाहिँ सो यता साइडमा चाहिँ एलिफेन्ट लेक भन्छ यो साइडमा चाहिँ एलिफेन्ट लेक हो जो हामी यहाँनिर रोक्दैनौँ आज किनभने एलिफेन्ट लेक त्यति इम्पोर्टेन्ट हाम्रो लागि अहिले छैन किनभने छङ्गु लेकमा हामी एलिफेन्ट लेक छङ्गु लेकमा हामी फोटो खिच्ने नै छौँ यहाँको भ्युज हेर्नुहोस् कुपुपको हाम्रो यहाँ पनि छ लेक हो तल लेक
चाहिँ हामी अन द वे टुवर्ड्स छाङ्गु। माथि माथि हिउँहरू एकदम हामी अहिले एरेथाङ पुग्न आँटेको छ, जहाँबाट चाहिँ नथुला पास जाने बाटो त्यहाँ ठाउँमा पुग्न आँटेको छ। त्यसको भिडियो म तपाईँहरूलाई देखाउँछु। अहिले यो नजारा, यो ब्युटिफुल भ्यूलाई तपाईँले इन्जोय गर्नुहोस्। गान्तोक स्टिल 55 किलोमिटर्स यहाँबाट। भिआइपीहरू आउँदैछ अरे, आउनु चाहिँ भिआइपी आउँदै गर्दाखेरि चाहिँ हामी यो भ्यूलाई क्याप्चर गरिरहेको छु। इन्जोय गर्नुहोस् यो भ्यूलाई। अब सिक्किममा पनि बालेन्सा चाहियो भिआइपी कल्चर एन्ड गर्नुको लागि। खासमा चाहिँ र जाम निकै पर्यो। अब के भिआइपी आउँदैछ अरे के भन्दैछ, को भिआइपी हो के हो। यहाँ चाहिँ अब यस्तै पिर छ। यो चाहिँ स्नो चाहिँ अब परिरहेको छ, स्नोफल चाहिँ भइरहेको छ बाहिर। हामी चाहिँ अब जाममा फस्यो धेरै बेर, तर त्यो जाम चाहिँ के को थियो रहेछ भन्दाखेरि चाहिँ यहाँ पनि देख्नुहुन्छ त्यो सबै नथुला जाने गाडी हो। हामी नथुला जानेको लाइनमा बसेको रहेछ, उँधो जाने गाडी चाहिँ छोड्दै थियो रहेछ। तर हामी चाहिँ अफसोस यहाँनिर लाइनमै पर्यो, केही छैन। अब चाहिँ हामी We are heading towards छाङ्गु लेक। हामी नथुला चाहिँ गएनौँ। अब हाम्रो सानो गाडीलाई दिँदैन नथुला जानु। आर्मीको छानामा हिउँ परिरहेको छ, भाइले इन्जोय गरिरहेको छ। यस्तो लाइन छ नथुला जाने गाडी सबै। यो डल्लै गाडी चाहिँ नथुला जाने। प्याक प्याक छ, प्याक नथुला जाने गाडी। ओके, अहिले चाहिँ हामी छाङ्गु लेकमा आइसकेका छौँ। तर छाङ्गु लेकमा चाहिँ के अनफर्चुनेटली पानी यति बेसी पारी पर्दो रहेछ। यहाँ चाहिँ पानी पानी छ। सो हामी त्यति बेसी चाहिँ टाइम स्पेन्ड यहाँ गर्दैनौँ होला। पस्दैन यस्तो पानी झरीमा एकदम पानी परिरहेको छ यहाँ चाहिँ। छाङ्गु लेक चाहिँ भेरी, अब के भन्नु, यो चाहिँ एकदम पानी परिरहेको छ। ओके, एकदमै हामीलाई आज चाहिँ छाङ्गुमा चाहिँ वेदरले अलिकति साथ दिएन। यस्तो पानी परेको छ, अलिकति भिज्यो पनि। अनि हामीले छाङ्गुको भित्रको चाहिँ कतिवटा भिडियोहरू चाहिँ हामीले गरेन पनि। अनि अलिकति भिज्यो पानीले। यहाँ छ जाडो भयो भन्दैछ। यहाँ चाहिँ एकदम जाडो। नानी कस्तो भयो अरे? यता हेरेर भन। जाडो भयो। जाडै भयो अरे, जाडो भयो अरे। पहिला पनि जाडो भयो अरे, यहाँ चाहिँ एकदम जाडो भयो। ओके, अब हामी यहाँबाट वी आर मुभिङ टुवर्ड्स गान्तोक। गान्तोकमा हामी जानेछौँ। सो इन्जोय गर्नुहोस् है। थ्याङ्क यू फर वाचिङ दिस भिडियो। ओके, हामी अहिले चाहिँ यहाँनिर सानो रिफ्रेसमेन्टको लागि यहाँ रोकिरहेको छ खाजा खानुको लागि। हामीले भेज मोमो, चिकन मोमो, म्यागी अर्डर गरेको छ। आउन रहेछ अब भित्र। अब हामी यहाँनिर अलिकति खाजा खाएर चाहिँ हामी घरतिर लाग्ने छौँ। भेज मोमो यहाँनिर हाम्रो खाँदैछ, चिकन मोमो आउँदैछ। पिरो अचार चाहिँ हेप्पी पिरो। आम्मा ओके, आज हामी बिहानको समयदेखि लिएर यसरी हामी गान्तोकतर्फ हामी गइरहेको थियौँ। अनि गान्तोक त होइन, घरतर्फ हामी फर्किँदाखेरि हामी यो भाया गान्तोक भएर जाँदै गर्दाखेरि यहाँनिर
अन द वे यहाँनिर एउटा ठाउँमा बसेर एउटा सानो भिडियो बनाइरहेको छु द एन्ड यो आजको भ्लगको मेबी द एन्ड किनभने अब म भिडियो बनाउँदिनँ अनि हामीले आज जोलुकदेखि जर्नी स्टार्ट गरेको थियो अनि जोलुकदेखि आउँदै गर्दाखेरि माथि नाथाङहरूमा हामीले एकदम नाथाङदेखि अलिकति माथि हामीले एकदम हिउँ स्नोफल भयो लाइभ स्नोफलहरू पनि तपाईँहरूले अघि देख्नुभयो मजा आयो त्यसमा इन्जोयमेन्ट गऱ्यौँ अनि छाङ्गुमा चाहिँ हामीले त्यत्रो बेसी गर्नु पाएनौँ किनभने छाङ्गुमा चाहिँ यति बेसी पानी परिरहेको थियो अनि छाङ्गुलाई चाहिँ हामीले स्किप गऱ्यौँ एकछिन मात्रै जस्ट अनि त्यहाँनिर खाजासाजा खाएको खाजामा पनि त्यस्तो उयो भएन हामीलाई सो यहाँनिर एउटा एकदम वेदरले पनि साथ दियो भनौँ न मजाको दिन भयो घाम लाग्दैछ अनि सो तपाईँहरूले यो भ्लगलाई हेरिदिनु भयो इन्जोय गरिदिनु भयो थ्याङ्क यू सो मच अझै तपाईँहरूले सपोर्ट दिनुहोस् अनि तपाईँहरूको सपोर्ट पाएर अझै नयाँ भिडियो बनाउन सकौँ सो थ्याङ्क यू गाइज तपाईँहरूले हेरिदिनु भएको निम्ति सो बाई बाई